हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज म हजुरहरूलाई हाम्रो करेसा बारी घुमाउँछु ल। हेर्नु ल के छ। यहाँ चाहिँ खुर्सानी फलिरहेछ, हेर्नु ल। त्यसपछि यता ड्र्यागन फ्रुट कति राम्रोसँग फलेको छ, हेर्नु न। कति धेरै छ कि अहिले त यति राम्रो फलेछ नि। 20-22वटा पतिला कोपिलाहरू फुल फुलिरह चाहिँ ठुलो भएपछि खानुपर्छ। कस्तो राम्रो फलेको। अनि यता छ चिचिना। त्यसपछि गएर कस्तो सानो सानो झालमा नि कति राम्रो फलेको क्या। अनि यता करेला छ। म चाहिँ करेला लभर हो है। करेला कतिको मनपर्छ हजुरहरूलाई। अनि त्यसपछि गएर यहाँ अम्बा पनि फलेको छ। यहाँ अम्बा छ। अम्बाको झालमा सबै आएको छ कि एउटै बोटमा। करेला अम्बा सँगै फलेको छ। ड्र्यागन फ्रुटको यहाँ चाहिँ भिन्डी फल्न लागेछ, फुल खेलेछ, अब फल्छ। अनि यता चाहिँ बोडी लगाइरहेछौँ। अनि त्यहाँ चाहिँ फर्सीको मुन्टा छ। त्यसपछि यहाँ कागतीको बुट्टा कति राम्रो फलेको छ, हेर्नु न, सानो बोटमा पनि। अनि यो चाहिँ पुरै पुदिनाको है बनै भएको छ। अनि यो चाहिँ मराठी, हजुरहरूले कतिको खानुहुन्छ। चटनीमा एकदमै मिठो हुन्छ मराठी। यहाँ पनि छ फुल, कति राम्रो फुलेको छ। अनि यहाँ गुलाबको फुल, खुर्सानी हेर्नु न कति मजाले फलेको छ कि। अनि कागती भयो यता। अनि त्यसपछि गएर यता फुलहरू छ। आँकको बोट, तुलसी, यहाँ पाती पनि छ। पाती पनि चढाउनु पर्छ भनेर यता कागतीहरू छ हजुर। निमको बोट पनि छ। त्यसै गरी यहाँ तुलसीको मोठ छ। अनि यहाँ भगवान् हुनुहुन्छ है। यहाँ फुलहरू छ, त्यहाँ कागती फलिरह। अनि त्यसपछि आएर यहाँ चाहिँ गुलाबको फुल फुलिरह, कति राम्रो, हेर्नु न कति राम्रो छ। त्यसपछि यहाँ चाहिँ बोडी फलिरहेछ, हेर्नु ल। अनि यहाँ झालमा झाले ताएको छ। अनि यहाँ कुरिलाको मुन्टा पनि छ। अनि यो सिमीको झाल हो, जसले 12 मासै नै फल्ने गरिरहेको हुन्छ। यति बेला चाहिँ भित्रभित्र खोज्यो भने पाइन्छ, नत्र भने यति बेला चाहिँ खासै छैन कि यसमा। अनि पर्नु ल, म देखाउँछु। अनि हेर्नु यहाँ घिरिम्रो कति मजाले फलिरह, घिरिम्रो छ। अनि यहाँ सागहरू अलिअलि छ। मराठी फेरि यहाँ पनि छ, कति राम्रो भएको छ। घिरिम्लाको यहाँ बतिला छ। अनि त्यहाँ स्ट्रबेरी पनि लगाएको छ। अङ्गुरको बोट पनि छ। यो चाहिँ त्यो के भन्छ यसलाई, चिया खाने पत्ता हो कि। जस्तो चियापत्ती नराखिकन यसको ग्रिन टी खानेवाला पत्ता छ। एकदम मिठो हुन्छ यसको चिया पनि। अनि यहाँ चाहिँ सानो सानो फुलहरू छ। अनि साग, अनि यहाँ पनि कुरिलो लगाएको छ। अनि यति भयो हाम्रो बारी। हाम्रो ठुलोमा चिप्ले भेन्डी फलेको छ। त्यसपछि यहाँ फर्सीको मुन्टा पनि छ। यहाँ लुडेको साग छ। कतिको मनपर्छ हजुरहरूलाई। यो त बिचा हुन्छ फाल्ने होइन त्यसरी, नफाल फालेपछि त हुन्छ नि। आमालाई दिन्छु, आमालाई ल ल देखाइदेऊ आमालाई। देखाउ यता, सबै लाने हो। अब घिमिलो नि चाहियो। अब घिलिम्लो, अब घिलिम्लो नि चाहियो होइन। हुन्छ पर्दैन। फुल बिर्सिएछ, यति राम्रोसँग सजाउनु भएको छ।
यहाँ चाहिँ ठुलो मम्मीले गन्दै हुनुहुन्छ कतिवटा छ भनेर। 12 खुर्सानी फलेको छ। सानो ठाउँमा पनि यसको चाहिँ चिया खाँदाको एकदम मिठो हुन्छ कि यो पातको चाहिँ चियापत्ती चाहिँदैन, एकदम स्वाद पनि मिठो हुन्छ। यहाँ अङ्गुरको बोट छ, स्ट्रबेरी त्यहाँ छ, अनि त्यसपछि घिरिमला हेर्नु न कस्तो मजाले फलेछ भित्रभित्र। यति नै हो है। गर्ने चाहिँ हाम्रो प्यारो ठुलो मम्मीको बारी हो है। यति राम्रो बनाउनु भएको तरकारी यति सानो ठाउँमा पनि। मेरो पुन्टुले चाहिँ के खाँदै सिन्साना? अम्बा खाना लाउनु भएको, मिठो छ। ल बाई गरिदेऊ। सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल। बाई बाई, सी यू।